नमस्कार दर्शकबिन। अहिले चाहिँ म यहाँ मेरो माइली माइजूको घरमा आइपुगेको छु र यो पछाडि देखिने चाहिँ ट्रेडिसनल है घर चटक्कै परेको है यो किचन हो र यहाँ चाहिँ मैले त्यतिदेखि नै यहाँ भिडियो गर्नु मन परिरहेको थियो है। यहाँ चाहिँ एकदमै गनमा यो चाइनिज दुबो चटक्कै सँगले है फुलहरू यहाँनिर ढकमक्क फुलेको र यो माथिल्लोपट्टि चाहिँ नयाँ कन्स्ट्रक्सन आएको छ है। यहाँनिर सानो घुम्ती दोकान अनि यहाँनिर सानो चटक्कै किचन अनि वरिपरि फलफुलको रुखहरू र यो सबै चटाकचिडिक हेर्दाखेरि चाहिँ हामीले के अनुमान गर्न सकिन्छ भने नि यो घरमा चाहिँ कतिको मेहनती मान्छे हुनुहुँदो रहेछ भन्ने कुरा हामीले बुझ्न सकिन्छ। र यहाँ त तल घुरेनतिर हेर्दाखेरि टमाटरको रुख, यहाँनिर पोम्सीको रुख है, निबुको रुख, पुदिना, यो केराको रुखहरू है ढकमक्क भएको देख्न सकिन्छ। यता माथिल्लोपट्टि आउँदाखेरि यहाँनिर मौरीको ढुँडहरू, यो सबै गर्न बहुत मेहनत चाहिन्छ है, पौरख चाहिन्छ। यो घरमाथि पनि मौरीको ढुँडहरू राखेको छ र यहाँ बहिनी र मेरो माइजू बस्नुहुन्छ र बहिनी चाहिँ यहाँबाट हेर्दैछ, एकदम मेहनती छ है। यहाँनिर मौरीको ढुँड है, मौरी आउजाउ गरिरहेको छ। यहाँ चाहिँ निकै लो अल्टिट्युड हो र पनि यहाँनिर अर्किडहरू चाहिँ एकदमै ढकमक्क देखिन्छ है। यो पेटीतिर फुलहरू, यहाँबाट चाहिँ उकालो जाने सिँढी छ। यहाँ चाहिँ फेरि दैलो पनि रहेछ है, चोरहरू पनि कोही नपस्ने। यो पेटीहरूमा एकदमै ढकमक्क फुलहरू छ है। र यहाँ माइजू चाहिँ आवाज आउँदैछ, यहाँ सुन्तला हो कि के हो यो है, एकदमै यो पेटीमै मजाले यहाँनिर अब घुरेन उखु खानु मन परे उखु यहाँ छ। यहाँनिर दारिम अनारको रुख छ। त्यहाँदेखि यतापट्टि फेरि आउँदाखेरि फेरि मौरीकै ढुँड छ यहाँ पनि है। घर वरिपरि यसरी पोम्सी, त्यहाँदेखि यो फुलबारीतिर सुन्तलाहरू ढकमक्क, यहाँ अनारको रुखहरू यहाँनिर देखिन्छ है। यो सबै मेहनतको कुरा हो। गाईहरू चिल्लो चिल्लो फर्सी जस्तो है गाईहरू छ। यहाँ मुनि चाहिँ माइजू यहाँ सायद खोले काट्नु हुँदैछ, यहाँ चाहिँ माइजू हुनुहुन्छ र यस्तो छ मेरो माइली माइजूको घर वरिपरि ढकमक्क छ र मलाई यो भिडियो गर्नु मन थियो र सबैलाई यो सेयर गर्नु चाहे है। र कस्तो लाग्छ र यो भिडियोलाई हेरेर लाइक सेयर कमेन्ट गरिदिनु होला भन्न चाहन्छु र अहिलेलाई भने यो भिडियो यतिमै राख्न चाहन्छु। धन्यवाद।